सो आजको क्लासमा हाम्रो च्याप्टरको नाम रहेको छ प्रोजेक्टाइल। सो प्रोजेक्टाइल भनेको के हो भन्दा चाहिँ सिम्पली हामीले प्रोजेक्टाइल भनेको यो पाथ बनेको छ नि हो, यसलाई नै हामी प्रोजेक्टाइल भन्छौँ हैन। र यसलाई अब डेफिनेसनमा भन्नुपर्दा चाहिँ कसरी भनिन्छ भने मोसन अफ अ बडी इन एयर अन्डर द एक्सन अफ ग्राभिटी ओन्ली इज कल्ड प्रोजेक्टाइल मोसन। तर हामीलाई डेफिनेसन सोध्दैन, हामीलाई यो चाहिँ सोध्न सक्ने चान्स छ, तर यो पनि खासै धेरै सोध्दैन हैन। त्यही पनि एकचोटि सरसरी म भनिदिन्छु। र यसको प्रोपर्टीहरु चाहिँ के रहेको छ भन्दाखेरि यो 2 डाइमेन्सनल हुन्छ, मतलब यसको एक्स एक्सिस र वाइ एक्सिस मात्र हुन्छ हाम्रो हैन। अनि यसको इनिशियल भ्यालुलाई चाहिँ रिजल्भ इन्टु 2 कम्पोनेन्ट, दैट इज होरिजेन्टल कम्पोनेन्ट एन्ड भर्टिकल कम्पोनेन्ट। हामीले यसको इनिशियल भेलोसिटीलाई चाहिँ दुईटा कम्पोनेन्टमा ब्रेक डाउन गर्न सकिन्छ हैन। एउटा रहेको छ हाम्रो होरिजेन्टल कम्पोनेन्ट जुनलाई हामीले युएक्स भन्छौँ र त्यो यु कस थीटा रहेको छ, र हाम्रो अर्को भनेको भर्टिकल कम्पाउन्ड रहेको छ जुन चाहिँ हामीले युवाई साइन थीटा लेट गरेको छौँ। सो यसको थर्ड प्रोपर्टी के रहेको छ भने होरिजेन्टल कम्पाउन्ड अफ इनिशियल भेलोसिटी कजेज होरिजेन्टल डिस्टेन्स एन्ड भर्टिकल कम्पाउन्ड कजेज हाइट। होरिजेन्टल डिस्टेन्सले चाहिँ होरिजेन्टल कम्पाउन्डले चाहिँ होरिजेन्टल डिस्टेन्स कभर गर्छ अनि भर्टिकल कम्पाउन्डले चाहिँ हाइट ट्राभल गर्छ भनेको छ है सिम्पली। अनि यसको अब यो हाम्रो 4th नम्बरको प्रोपर्टी चाहिँ अलिकति कन्फ्युजिङ छ, तर म इजी तरिकाले बुझाउने कोसिस गरेँ। यसमा के भनेको छ, यसमा चाहिँ के हुन्छ भने सिम्पली हाम्रो यो प्रोजेक्टाइलको छ नि, यो प्रोजेक्टाइलमा हाम्रो यो डिस्टेन्स चाहिँ जहिले कन्स्टेन्ट हुन्छ हैन, तर हाम्रो यो हाइट चाहिँ भेरिएबल हुनसक्छ भन्नु मात्र खोजेको यहाँनिर। अब यसलाई नै यहाँनिर चाहिँ हामीले स्टेटमेन्टमा लेखेको छ है त। सो होरिजेन्टल कम्पाउन्ड अफ द भर्टिकल युएक्स रिमेन्स कन्स्टेन्ट थ्रु आउट द पाथ बट भर्टिकल कम्पाउन्ड युआई कजेज युआई चेन्जेस विथ टाइम। सो सिम्पली यति नै भनिन्छ। र हाम्रो अब यहाँनिर हामीले आजको क्लासमा चाहिँ के हेर्छौँ भने एउटा होरिजेन्टल प्रोजेक्टाइल, अर्को चाहिँ होरिजेन्टल प्रोजेक्टाइल फ्रम हाइट, दुईटा हामी हेर्छौँ हैन। अनि तिनीहरूको चाहिँ हामी इक्वेसनहरू हेर्छौँ। अनि त्यो इक्वेसनमा बेस रहेर चाहिँ हाम्रो एक्जाममा चाहिँ क्वेसनहरू आउने गर्छ। फर इक्जाम्पल न्युमेरिकलहरू चाहिँ धेरै आउने गर्छ अनि यसलाई डिराइभ गर्ने नै आउन सक्छ। सो फर्स्ट अफ अल हाम्रो यहाँ होरिजेन्टल प्रोजेक्टाइल रहेको छ अनि हाम्रो एउटा फिगर रहेको छ, यो थीटा भनेको हाम्रो थीटा एङ्गलमा फ्यालेको हो हैन। अनि त्यसपछि हाम्रो यु भनेको इनिशियल भेलोसिटी भयो, अनि यो पोइन्ट पीमा चाहिँ pxy भनेर देखाएको छ, अनि यो पोइन्ट पीमा चाहिँ y छ नि, यो y चाहिँ यसको हाइट हो भनेर भनेको छ। सो अब यसको अघि 2 डाइमेन्सनल हुन्छ भने हैन, एउटा y एक्सिस यो x एक्सिस। सो अब यसपछि हामी चाहिँ इक्वेसनहरुतिर जान सुरु गर्छौँ है त। यहाँनिर चाहिँ अब यहाँ कन्सिडर अ प्रोजेक्टाइल इज प्रोजेक्टेड फ्रम अ ग्राउन्ड विथ इनिशियल भेलोसिटी यु एट एंगल थीटा। हामीले अगाडिको त्यो फिगरलाई छ नि, त्यही फिगरलाई चाहिँ हामी डिस्क्राइब गरेको छौँ। अनि x कम्पोनेन्ट अफ इनिशियल भेलोसिटी ux इक्वल्स टु u cos थीटा, x कम्पोनेन्टलाई चाहिँ हामीले u cos थीटा भनेर लेट गरेको छौँ हैन। अनि एन्ड y कम्पोनेन्ट अफ इनिशियल भेलोसिटी uy इक्वल्स टु u sin थीटा, y कम्पोनेन्टलाई चाहिँ हामीले u sin थीटा लेट गरेको छौँ। यसै गरी लेट द प्रोजेक्टाइल रिच द पोइन्ट pxy एट एनी इन्स्ट्यान्ट अफ टाइम t। र त्यो प्रोजेक्टाइल हानेको फर इक्जाम्पल यो प्रोजेक्टाइलमा चाहिँ के सम्झिनु भने त एउटा ढुङ्गा तपाईँले फाल्नु भयो र त्यो ढुङ्गा चाहिँ हैन, तपाईँले यहाँ अब एउटा ढुङ्गा फाल्नु भयो, त्यो ढुङ्गा चाहिँ कुनै टाइममा टी टाइममा यो पोइन्ट पीमा पुग्यो भनेर हामीले यहाँ भनेको छौँ। सो अब होरिजेन्टल डिस्टेन्स मतलब त्यसले डिस्टेन्स कति कभर गर्छ त भन्दाखेरि चाहिँ हामीले यो s इक्वल्स टु ut प्लस 1/2 80 इक्वेसन हालेर गर्नुपर्छ। र हाम्रो यो प्रोजेक्टाइलमा चाहिँ सबै इक्वेसन मतलब सबै त नभनिहालौँ, धेरै जस्तो इक्वेसनमा चाहिँ हाम्रो s इक्वल्स टु ut प्लस 1/2 80 स्क्वायरलाई नै यताउता मतलब ग्राभिटीको बेसमा रहेर नै सबैलाई कन्भर्ट गरेर हामीले इक्वेसन निकाल्नु पर्ने हुन्छ। सो होरिजेन्टल डिस्टेन्समा अब हाम्रो s इक्वल्स टु ut प्लस 1/2 80 इक्वेसन हाल्नुपर्ने हुन्छ। यहाँनिर हाम्रो यो इक्वेसनमा चाहिँ हाम्रो हैन ax इक्वल्स टु 0 हुन्छ हैन, किनकि हाम्रो होरिजेन्टल डिस्टेन्स जहिले कन्स्टेन्ट हुन्छ त्यसैले हाम्रो s इक्वेसन 0 भयो र ax 0 भएको कारणले अब यो सबैको भ्यालु 0 भयो हैन। सो हाम्रो अब उब्रेको भ्यालु कति छ ux t छ नि त। सो ux भनेको हामीलाई थाहा छ के हो u cos थीटा, किनकि हामीले अघि यहाँ माथिको इक्वेसनमा ux लाई u cos थीटा भनेर लेट गरेको छौँ। सो सिम्पली अनि यसपछि t निस्क्यो हाम्रो t इक्वल्स टु x u cos थीटा। अब होरिजेन्टल डिस्टेन्स भनेको x ux t। अब भर्टिकल डिस्टेन्स अर्को इक्वेसन हाम्रो रहेको छ भर्टिकल डिस्टेन्स हैन। सो यसलाई पनि हामीले यही इक्वेसनबाट निकाल्नु पर्ने हुन्छ ut प्लस 1/2 80 स्क्वायर नैबाट हैन। सो भर्टिकल डिस्टेन्स भएको कारणले हाम्रो चाहिँ यहाँ y हुन्छ, किनकि हामीले अघि यहाँनिर भर्टिकल डिस्टेन्स y एक्सिस थियो त्यसैले हाम्रो यहाँनिर y भयो। सो यहाँ uy प्लस 1/2 ay t स्क्वायर भयो। अनि हाम्रो यहाँ ay चाहिँ हाम्रो -g हुन्छ हैन। किन हुन्छ भन्दा चाहिँ हामीले ढुङ्गा तलबाट माथि फालेको छौँ नि त हैन यसरी। सो यसरी जहाँ त ग्राभिटीको एगेन्स्टमा गएको कारणले चाहिँ हाम्रो यहाँ ay चाहिँ हाम्रो -g भएको। सो -g भएपछि यहाँनिर अब ay को ठाउँमा -g हाल्नु पर्यो। अनि त्यसपछि यही uy को ठाउँमा अहिलेको भ्यालु uy को u sin थीटा, अनि यहाँ माइनस, अनि हाम्रो t भनेको हामीले यहाँ अघि निकालेको छौँ, यो t को ठाउँमा यो t को भ्यालु भइहाल्यो -1/2 g को g, अनि t स्क्वायर भने फेरि यसलाई नै स्क्वायर गर्ने र यसलाई सल्भ गरेपछि हाम्रो आउने इक्वेसन चाहिँ हाम्रो भर्टिकल डिस्टेन्स रहेको छ। अब यहाँ अर्को यहाँ के स्टेटमेन्ट पनि छ त्यो पनि पढिदिहाले। दिस इक्वेसन इज अ क्वाड्रेटिक इक्वेसन इन x
x and given parabola. Hence motion of projectile projected from ground is parabolic. ए यो चाहिँ क्वाड्रेटिक इक्वेसन हो किनकि यसले बनाएको प्रोजेक्टाइल चाहिँ पाराबोलिक भयो, त्यसैले यो क्वाड्रेटिक इक्वेसन हो मात्र भनेको रहेछ। अब हाम्रो चाहिँ म्याक्सिमम हाइट रहेको छ है। म्याक्सिमम हाइट कसैको इक्वेसन भनौँ न। सो एट म्याक्सिमम हाइट y कम्पोनेन्ट अफ फाइनल भेलोसिटी इज 0। y कम्पोनेन्टको हाम्रो 0 हुन्छ। सो vy हाम्रो डाइरेक्ट 0 भइहाल्यो। अनि अब हामीले कुन इक्वेसनबाट गर्ने भन्दा चाहिँ v² = u² + 2as बाट गर्ने। अनि यहाँ पनि हाइटमा गएको छ नि त। सो हाइटमा जानु भनेको ग्राउन्डबाट माथि जानु हो नि त। सो माथि जाँदाखेरि एगेन्स्ट द ग्राभिटी भयो, g माइनस g को भइहाल्यो। त्यसपछि हामीले uy² को भ्यालु भनेको के हो, uy भनेको u sin थीटा, अनि त्यो स्क्वायरको स्क्वायर भइहाल्यो माइनस अब 2g। अब h भनेको हाम्रो म्याक्सिमममा निकालेको, त्यसैले h म्याक्सिमम भयो। यसै गरी अब vy² पनि हाम्रो 0 भयो किनकि हाम्रो म्याक्सिमम हाइटमा अघि 0 हुन्छ भनेको थियौँ, त्यसैले यहाँ पनि 0 भएको है, यता भन्नु बिर्सेछु। अनि यसै गरी अब यहाँनिर सल्भ गर्दै जाने, यो पनि सल्भ हुँदै जान्छ। अब यसपछि एज म्याक्सिमम सिधा यताउता गरेपछि यो एज म्याक्सिमम आइहाल्यो। अब टाइम अफ फ्लाइट मतलब कति टाइमसम्म चाहिँ हामीले फ्यालेको त्यो ढुङ्गा चाहिँ हावामै रहिरह्यो त भन्ने क्वेसन हो। र यो टाइम अफ फ्लाइट चाहिँ होइन न्युमेरिकलमा चाहिँ एकदमै धेरै रिपिटेडली सोधिरहन्छ है। सो यसको चाहिँ तपाईँहरू यादै गरेर जाँदा हुन्छ। अब when the projectile reaches at the ground then h = 0। जब प्रोजेक्टाइलले चाहिँ ग्राउन्ड छुन्छ तब त्यसको हाइट 0 हुन्छ। अनि h भन्दाखेरि यहाँ हाम्रो त्यही ut + 1/2 at² बाटै गरेको रहेछ हाम्रो यो पनि। सो हामीले यहाँनिर s को ठाउँमा चाहिँ h हाल्नुपर्छ। h हालेपछि यहाँ अब y कम्पोनेन्ट h हालेपछि हाम्रो y कम्पोनेन्ट युज हुन्छ किनकि हाइट भनेको चाहिँ y कम्पोनेन्ट भयो। सो uy t - 1/2 g t²। अब टाइम भनेको हावामा हुनु पर्यो भनेपछि एगेन्स्ट द ग्राभिटी, त्यसैले यहाँनिर माइनस g आयो, त्यसैले यहाँ a को ठाउँमा युज भयो। h अब ग्राउन्डमा छेपछि अघि 0 हुन्छ भने हामीले यहाँ भनेको छौँ, त्यसकारणले अब यो 0 भएपछि यो uy को ठाउँमा यहाँनिर uy को भ्यालु हालिदिने, -1/2 gt² भइहाल्यो। अनि यो यता आउँछ, यो यहीँ रह्यो, t र t² काटियो। अनि त्यसपछि अन्त यहाँ बाँचेको t चाहिँ हाम्रो टाइम अफ फ्लाइट हो। अब होरिजेन्टल रेन्जको लागि, अब होरिजेन्टल रेन्ज भने के हो भन्दा चाहिँ द लेन्थ ट्राभल बाई प्रोजेक्टाइल ड्युरिङ इट्स फ्लाइट इज कल्ड होरिजेन्टल रेन्ज। त्यसको त्यो हावामा भइन्जेलसम्म कति डिस्टेन्स ट्राभल गर्यो हामी त्यसलाई नै होरिजेन्टल रेन्ज भन्छौँ। र होरिजेन्टल रेन्ज निकाल्ने चाहिँ सिम्पली uxt हो। यसको इक्वेसन चाहिँ यति नै uxt हो। अब ux भनेको हाम्रो u cos थीटा, टाइम भनेको हामीले अघि निकालेको यही इन्सर्ट गर्नु पर्यो। अनि यसपछि हामीले यो मल्टिप्लाई गरेपछि हाम्रो भ्यालु आउँछ जुन चाहिँ u² sin 2 थीटा g रहेको छ। यहाँ चाहिँ के छ भन्दाखेरि हामीले अगाडितिरको इक्वेसनहरूलाई चाहिँ त्यही फर्मुलामा एप्लाई मात्र गरेको छ, त्यति नै हो। यहाँ अब हाम्रो टाइम अफ फ्लाइटको नि यहाँ रहेको छ, म्याक्सिमम हाइटको यहाँ रहेको छ। अब अर्को एउटा हाम्रो उब्रेको भ्यालुसिटी एट एनी टाइम टी, कुनै पनि टाइममा भ्यालुसिटी कति हुन्छ त भनेर अब हाम्रो एउटा लास्ट इक्वेसन रहेको छ होरिजेन्टल प्रोजेक्टाइलको। सो ux = ux, x कम्पोनेन्ट नेभर चेन्ज, एक्स कम्पोनेन्ट चेन्ज हुँदैन भनेको यो एक्स कम्पोनेन्ट भयो, यो वाई कम्पोनेन्ट, यो चाहिँ हामीले याद गर्नुपर्छ। एक्स कम्पोनेन्ट चाहिँ जहिले कन्स्टेन्टै हुन्छ भनेर है, यो चाहिँ काम लागिराख्ने इक्वेसन हो, सरी काम लागिराख्ने प्रोपर्टी हो। अनि ux = u cos थीटा, अनि एन्ड uy = uy - gt भइहाल्यो। अनि uy भनेको हाम्रो कति छ, u sin थीटा - gt। अनि यतापट्टि आएपछि हाम्रो र त्यसपछि v = √vx² + vy²। अनि vx भनेको हाम्रो अघि हाम्रो u cos थीटा आएको छ, त्यसको स्क्वायर प्लस vy भनेको u sin थीटा - gt को होल स्क्वायर। अब यसपछि डाइरेक्सन अफ अ भेक्टर एट टाइम t। अब डाइरेक्सन चाहिँ कतापट्टि हुन्छ त भनेर नि हाम्रो अर्को रहेको छ। सो डाइरेक्सनको लागि हामीले केही गर्नु पर्दैन, सिम्पली tan थीटा मात्र लाउने हो। यहाँनिर 10 लगाउने अनि 10 vy/vx। अनि यसपछि यताको यतै एङ्गल यतै बस्यो, यो 10 इन्भर्स गरे यता गयो, यति गरेपछि हाम्रो डाइरेक्सन सिम्पली आउँछ। अब हाम्रो अर्कोमा जान्छौँ हामी, होरिजेन्टल प्रोजेक्टाइल प्रोजेक्टेड फ्रम हाइट। अघिको चाहिँ हामीले ग्राउन्डबाट हानेको थियौँ ढुङ्गा, अब चाहिँ तपाईँ के सम्झ्नु भने एक तलेबाट हामीले ढुङ्गा फ्याल्यौँ भनेर सम्झिनु लु। सो यहाँनिर हाम्रो फिगर रहेको छ, कन्सिडर अ प्रोजेक्टाइल इज फायर होरिजेन्टली फ्रम हाइट एच हाइटबाट हामीले एउटा ढुङ्गा फ्याल्यौँ विथ भ्यालुसिटी u भ्यालुसिटीले भने एक्स कम्पोनेन्ट अफ भ्यालुसिटी एट u भनेको ux, एक्स कम्पोनेन्ट कति हुन्छ भने ux = u cos थीटा। अनि u cos थीटा भनेको हाम्रो अब 0 भयो हैन। सो cos थीटा 0 भनेपछि 1 आउँछ, cos 0 भनेको, अनि यो भनेको u हो। अनि y कम्पोनेन्ट अफ भ्यालुसिटी एट u, अब y कम्पोनेन्टको भ्यालुसिटी u मा कति हुन्छ भन्दा चाहिँ uy = u sin थीटा। अब u sin थीटा 0 भयो, एङ्गल 0 भयो। अनि एङ्गल 0 भएको कारण अब u sin 0 भनेको 0, त्यसकारणले यो uy त डल्लै 0 भयो हैन।
अब लेट द प्रोजेक्टाइल रिचेस द पोइन्ट pxy एट एनी टाइम t, कुनै टाइम t मा चाहिँ पोइन्ट p मा pxy मा पुग्यो अनि x इक्वल्स टु ut हैन, x इक्वल्स टु ut। अनि अब सिम्पली अब यसपछि t को हाम्रो इक्वेसन चाहिन्छ हामीले y निकाल्नु, t इक्वल्स टु ux बाइ u। अब यहाँनेरि अब y कम्पोनेन्ट निक्लिन्छ हैन, y कम्पोनेन्ट भनेको त्यही s इक्वल्स टु ut प्लस 1/2 at बाटै गर्ने हो। तर यहाँ चाहिँ अहिलेको अगाडिकोमा चाहिँ हाम्रो a इक्वल्स टु माइनस g थियो, किनकि यो धरती भयो माथि फ्याल्दै थियो। तर यहाँ चाहिँ यहाँनेरि धरती भयो, यहाँ एउटा बिल्डिङ बन्छ, त्यहाँबाट तल चाहिँ फ्याल्दैछ, त्यसैले यहाँनेरि चाहिँ प्लस g भएको छ हाम्रो, त्यो कुरा हामीले ध्यान राख्नुपर्ने हुन्छ। यसपछि ui हाम्रो 0 थियो, t को t प्लस 1/2 g अनि t को ठाउँमा यो हाम्रो भ्यालु हालेर इक्वल स्क्वायर गर्ने र यसलाई सल्भ गरेपछि हाम्रो यहाँ y को भ्यालु आउँछ g/2u स्क्वायर ब्राकेट ux स्क्वायर अनि दिस स्क्वायर क्वाड्रेटिक इन x हेन्स द पाथ अफ गिवन प्रोजेक्टाइल इज पाराबोलिक। यो पनि क्वाड्रेटिक इक्वेसन हो किनकि यसले पनि पाराबोलिक दिन्छ भनेको छ। सो यसपछि अर्को हुन्छ टाइम अफ फ्लाइट। अब हामीले एक तलबाट फ्याल्दा पनि कति टाइम त लाग्ला नि त यहाँ ग्राउन्डमा छुनु, अब त्यही निकाल्नु चाहिँ हामीले टाइम अफ फ्लाइटको इक्वेसन हेर्नुपर्ने हुन्छ। लेट द प्रोजेक्टाइल रिच एट द ग्राउन्ड एट टाइम t दस इट्स ट्राभल हाइट एच, यसले हाइट एच ट्राभल गरेर हैन, एच ट्राभल गरेर टाइम t मा चाहिँ ग्राउन्ड छुयो अरे भन्दैछ। अनि यहाँनिर अब त्यही s इक्वल्स टु ut प्लस 1/2 at हाल्ने अनि सिम्पली यही माथिकै इक्वेसन छ नि, त्यसै गरी यहाँ पनि अब भ्यालु हाल्दै जाने। ui त हाम्रो 0 भइहाल्यो किनकि साइन 0 अघि आएको थियो त्यसैले 0 भयो। अनि यो प्लस 1/2 t को भ्यालु t स्क्वायर हुन्छ र यसपछि हामीले यहाँ यो इक्वेसनमा भ्यालु हाल्दै जाने हैन। यसपछि हाम्रो h कति आउँछ भन्दा चाहिँ h इक्वल्स टु 1/2 gt को होल स्क्वायर अनि अब t यता आउँछ, h उता गएर मल्टिप्लाई हुन्छ बाइ g अनि t को मात्रै कति आउँछ भने √2h/g। हाम्रो टाइम अफ फ्लाइट फ्रम हाइट h को चाहिँ इक्वेसन यस्तो रहेको छ। t इज द टाइम अफ फ्लाइट व्हिच इज इन्डिपेन्डेन्ट विथ इनिशियल भेलोसिटी। यसलाई चाहिँ असर पार्दैन र इनिशियल भेलोसिटीले भनेर हामीले लास्टमा लेखेको छौँ। फर होरिजेन्टल रेन्ज कति चाहिँ होरिजेन्टल डिस्टेन्स भन्दा नि होरिजेन्टल रेन्ज भने चाहिँ हावामा कति चाहिँ रह्यो भन्ने हो, यो चाहिँ हैन हावामा चाहिँ कति डिस्टेन्स ट्राभल गर्यो त भन्ने हो यसको मतलब चाहिँ। सो यसमा नि केही छैन, त्यही अगाडि गरेको थियौँ नि ux t, यसमा नि त्यही गर्ने हो ux t गर्ने हो, मात्रै फरक भनेको ux को भ्यालु र t को भ्यालु यति नै आउँछ। अनि त्यो भ्यालु इन्सर्ट गर्ने अनि हाम्रो ux √2h/g यति रहेको छ। अनि भेलोसिटी एट एनी टाइम t, भेलोसिटी एट एनी टाइम t। अब यहाँनेरि v इक्वल्स टु ux इक्वल्स टु u अगाडि हामीले निकालेको थियौँ अनि vy इक्वल्स टु ut प्लस gt गर्ने, vy हाम्रो 0 थियो त्यसैले अब यहाँ gt मात्र आयो। अब v इक्वल्स टु अगाडिकै त्यही फर्मुला हाल्ने bx होल स्क्वायर प्लस vy को होल स्क्वायर गर्ने, भ्यालु इन्सर्ट गर्ने, भ्यालु इन्सर्ट गर्दा u स्क्वायर प्लस 2gt को होल स्क्वायर आउँछ। अब यसमा नि डाइरेक्सन निकाल्नु पर्ने हुन्छ, डाइरेक्सन निकाल्नु सिम्पली के गर्नु पर्दैन त्यही हो tan थीटा हाल्ने अनि vy/bx आउँछ अनि vy भनेको gt अनि यो भनेको u अनि एङ्गल यतै बस्छ, थीटा उता जाँदा इन्भर्स भयो अनि gt/u डाइरेक्सन निकालेपछि चाहिँ हाम्रो अब होरिजेन्टल प्रोजेक्टाइल र होरिजेन्टल प्रोजेक्टाइल फ्रम हाइट h पनि हाम्रो दुईटै सकेको छ हैन। आशा छ तपाईहरुले बुझ्नुभयो होला, नबुझेको खण्डमा तल कमेन्ट हान्नु होला।